ल के हो बाइकको कभर बोकेर हिँडिदिनु भएको त रेनकोटको जस्तो कभरमा आज मैले कपालको रेकीले खाँदा ठोकेर उताबाट बाँदर आयो नानी बोकेर उताबाट बाँदर आयो नानी बोकेर। क्लाइमेट पनि कस्तो सफा छ हेर्नु त खतरा मजा हो। Hey guys, welcome back to another new vlog. So आज चाहिँ ऋषि पञ्चमी हो, तीजको अन्तिम दिन। अनि आज चाहिँ थर्सडे भ्लग हो यो चाहिँ। अनि म चाहिँ अब कपाल काट्न जानु लागेको, यस्तो साइड मिलाउनलाई चोकमा जान्छु, मिलाउँछु अनि जानु लाग्यो। मिलाइदिनु साइड सो गाइस मैले चाहिँ कपाल काटिसकेँ। यहाँ दाइले काटिदिनु भयो, हजुर पनि आउनु ल, लामो सेपतिर छ यो पसल चाहिँ आउनु। म चाहिँ एकछिनमा घर फर्किन्छु। सङ्घर्ष बानिया SAN ल यो दाइले नै हामीलाई सब्सक्राइब हानिदिनु भयो, थ्याङ्क यू ल, बाई। हजुरहरू पनि यो पसलमा आउनु होला, अनि फेरि कपालहरू काटिदिनु होला, सपोर्ट हान्नु होला यो दाइलाई। अब म चाहिँ घर फर्किन्छु। सो गाइस हजुरहरू पनि आएर ऐनीको पसलमा आफ्नो कपाल काट्न सक्नुहुन्छ। दाइले राम्रो डिजाइनमा काटिदिनुहुन्छ है, अनि मेरो पनि काटिदिनु भयो भने सक्नुहुन्छ, खतरा काटिदिनु भयो। म घर फर्किन्छु अनि नुहाउँछु। सो गाइज म चाहिँ घर आएँ, अब चाहिँ नुहाउँछु, त्यसपछि कुराहरू मिलाइ। मैले चाहिँ नुहाइसकेँ, कपडा पनि फेरेँ, हेर्नु कपाल कस्तो छ। आउँछु म ब्रस गर्छु। तेल लगाउँछु। आज मैले कपालको रेकीले खाँदा ठोकेर उताबाट बाँदर आयो नानी बोकेर उताबाट बाँदर आयो नानी बोकेर। क्लाइमेट पनि कस्तो सफा छ हेर्नु त खतरा मजा हो। घाम पनि हातै लाग्यो।
सो म चाहिँ रुममा आएँ किनभने किचनमा चाहिँ डेन्जरै गर्मी हो कि त्यो टिनले गर्दा बाफे होला त्यहाँ डेन्जरै गर्मी हो। अब यहाँ यस्तो कुर्क्यामा बसेर खानु लाग्यो। तरकारी खैदैन तपाईँले यही हो त्यहीबाट खानिन्छ हो के हुँदैन। हुन्छ यस्तो गरिमा कैसे ल। म एउटा कविता भन्न गइरहेको छु, ध्यान दिएर सुनिदिनु होला। मेरो कविताको शीर्षक चाहिँ जीवनको यात्रा रहेको छ। सूर्य बिहान उदाउँछ, नयाँ किरणले संसार सजाउँछ। हरेक दिन नयाँ आशा बोकेर आउँछ। जीवनको यात्रा कहिले नरोकिने यात्रा हो। फुलहरू फुल्छन् बगैँचामा, फुलहरूको रङ्गमा रमाउँछ आत्मा। पानीको धार झै बग्छ समय, तर सम्झनाहरू सधैँ मनमा बस्छ। कहिले खुसीका पलहरू आउँछन्, कहिले आँसुले मुहार भिजाउँछ। तर त्यो दुःख पनि सिकाइदिन्छ, साहस र धैर्यको बिउ रोप्छ। सूर्य अस्ताउँछ, रात आउँछ, तर ताराहरूले आकाश सजाउँछन्। हरेक नयाँ सपना ल्याउँछ र बिहान फेरि उज्यालो हुन्छ। जीवन सरल छैन तर सुन्दर छ, साना साना पलहरूमा रमाइलो छ। मन खुला राख, आशा कहिले नछोड। जीवनको यात्रा रमाइलो र अनन्त छ। धन्यवाद। म चाहिँ खाजा खाइसकेँ, अब एकछिन सुत्छु होइन। अनि 1-2 घन्टा सुतेर उठ्छु, अनि त्यसपछि के हुन्छ हेर्नु अगाडि। म चाहिँ उठिसकेँ होइन, अब चाहिँ कपडा उठाउनु लाग्यो। म चाहिँ थोरै टिकटकहरू बनाएको थिएँ होइन, अनि कविता पनि लेखेर पढेँ, सरी गाएँ, सुनाएँ, त्यो टिकटकमा हालिदिएँ। यहाँ हजुरहरूले पनि हेर्नु होला, कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब चाहिँ 5 बजेको छ होइन। अब चाहिँ यहाँ मेरो के हो अरे चाहिँ यहाँ देख्नु होला नि, कस्तो झ्याउ ल्याएर त्यतिलाई ठिकै छ। हेर्नु खतरा देखियो क्या म लडिन्छ। अब एकछिनमा हेरौँ के हुन्छ। पानी रहन्थ्यो साइकल पनि राखेर भागेको साइकल पनि बुझेन। खतरा पानी पऱ्यो, दिनतिर पानी पऱ्यो। अन्त पुरा रिजे आज मैले डबलचोटि आफैमा एकचोटि भगवान्ले भनेको। यार कस्तो पानी परेको।
ल के हो बाइकको कभर बोकेर हिँडिदिनु भएको त रेनकोटको कभरमा भात खाना बनाउनु बसेर जाने त्यस्तो पानी पऱ्यो आए म आएँ सो गाइस आजको भात चाहिँ ढडेको के गर्न आएको फेरि ढडे हुन्छ सो गाइस जब चाहिँ भात खान लाग्यो आज चाहिँ भात फेरि डढेछ त्यहाँ पनि डढेको नि ठिकै ठिकै हुन्छ मिठाई हुन्छ मैले भात खाइसकेँ अब बनाउनु लाग्यो सो चाहिँ दुध खान लाग्यो दूध सो गाइस म त अब उता कोठा जान लाग्यो यहाँ चाहिँ यस्तो हँदेरो छ अनि पानी पनि डेन्जिरै परिरहेको करेर जाने हो भागेर जानुपर्छ बत्ती त बाल्नु पनि पऱ्यो बत्ती बाल्यो अब थोरै उज्यालो भयो जस्तो भयो तर डेन्जिरै पानी परिरहेको अब डेन्जिरै पानी पऱ्यो टाढो ताजो भर्खरै नुहाएको फेरि वाला उसलाई कन्ट्रो हुँदैन फेरि अब भाग्नुपर्छ है गाडी 1 2 3 ताडो ए पाइछ छिटो अर्को हातले अड्केको मोबाइल नै पलाउनु पर्छ बाहिर चाहिँ यस्तो रहेछ अझै पानी परेर गाइस मसँग एउटा पोपट भयो अहिले चाहिँ मैले चापी ल्याएर गएको थिएँ होइन यहाँ चापी ल्याएर गएको थिएँ अनि त्यहीँ छोडेको चाहिँ आउने बेलामा फेरि फर्किनु पऱ्यो फर्किन्छ फेरि अब कसरी जान्छ अहिले यस्तो गऱ्यो बाबा चापी 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 दौडिहाल्यो त्यो ए यो थियो कि यो लानै भुलेको थियो फेरि दगुर्नु पऱ्यो पहिला खिल्तीमा हाल्छ फेरि मोबाइल पकाउन गाह्रो हुन्छ 1 2 3 फेरि अड्कियो
खान्छु यो चाहिएको थियो क्या मैले त्यो किन भुलेको यो कापले फेरि खोल खोल्यो खोल्यो अब त्यो भित्र जानु आज 4 चोटि भिजे यार म 4 चोटि अझ 5 चोटि भनौँ न एकचोटि त नुहाएको पनि हो यार जाडो भयो कस्तो पानी परिदियो कि यार झन् ए चाबी ल्याउनु भुलिदिएको ल ठिक छ ल आजको भ्लगमा चाहिँ यति नै हो गाइज सो अब चाहिँ म सुत्छु होला सायद एकछिन मोबाइल हेरेर एडिटहरू गर्छु यो भ्लगलाई त्यसपछि सुत्छु अनि अर्को भ्लगमा भेटौँ ल थ्याङ्क्स फर वाचिङ लाइक सेयर सब्सक्राइब डु सेयर सरी कचोडी सेयर भन्छ यार लाइक कमेन्ट सेयर सब्सक्राइब थ्याङ्क्स फर वाचिङ होइन बाई बाई सो गाइज मेरो दिमागमा चाहिँ एउटा गीत आयो होइन एकचोटि गाइदिन्छ है त गाउँको ठिटो रहरे मिठो छोटो मिठो बाई बाई